छैन। मेरो नाम चाहिँ प्रकाश खड्का हो। म सिधै पश्चिमबाट हो। मेरो बुवाको म चाहिँ 2061 मा जब म 4 वर्षको थिएँ त्यतिखेर चाहिँ मेरो बुवाले ज्यान गुमाउनु भएको हो। भनेपछि मेरो बुवाको हेर्नुपर्छ भनेपछि पश्चिममा मेरो बुवालाई एउटा शहीद भनेर घोषणा पनि गरिएको छ। तर घोषणा गरिएर अहिले शहीदले पाएर चाहिँ के त? मेरो बाबाले के पाउनु भएन नि। त्यतिखेरको आन्दोलन थियो यता माओवादी पक्ष र यता सरकार पक्षको राजा पट्टिबाट हैन। त्यतिखेर आन्दोलन हुँदाखेरि मेरो बुबा चाहिँ स्वतन्त्रबाट उठेर एउटा जितेर हिँडेको मान्छे उहाँलाई रातारात आएर गोली हानेर मारियो भनेपछि त्यो शहीदले पायो चाहिँ के र अहिलेको शहीदले पाउने चाहिँ के त? हामीले के आशा राख्ने भन्नुस् त हजुरहरु? हामीले कोबाट कति चाहिँ आशा राख्ने? हामीले कुनै आशा राख्ने ठाउँ छैन नि। नयाँ आयो पुरानो आयो एक आयो होला नि। को नेता कस्तो हैन, कसलाई विश्वास गर्ने? हामीले कसैलाई विश्वास गरेर अहिले चाहिँ कुन ठाउँबाट कसलाई आएर उ गर्ने हैन। हामीलाई भनेको एउटा हामीलाई विकास देशमा राम्रो होस्, हामी जस्तो युवा काहीँ पनि बाहिर जान नपरोस्। मलाई कुनै लिडर हुनु छैन, म यहीँ तोकेर भन्छु। म कुनै सपोर्टर कुनै पार्टीमा अहिलेसम्म हिँडेको पनि छैन र मैले एउटा मतदाता पत्र पनि बनाएको छैन भनेपछि म एउटा मेरो घरमा 6-7 जना दिदीबहिनीहरू छन्। म भाइ, मेरो 2टा भाइ, 3 जना दिदीबहिनीहरू भयो है। हामी 3 जना भयो भने चाहिँ हामीले के पायौँ? अहिलेसम्म म जस्ता हजारौं शहीदका छोराछोरी होलान्, उनीहरूको बुवाआमा होलान् जुन चाहिँ अब उ गरे। योचोटि जेएनजीको आन्दोलनमा पनि ज्यान गुमाउनेहरूले चाहिँ पाए चाहिँ के त? अहिलेसम्म कसैले के पाए? त्यही भएर मसँग केही कुराहरू छन् र मैले केही कुराहरू माग गरेको छु। त्यसै अनुसार चाहिँ मैले हजुरहरु मार्फत हजुरहरु अहिले यहाँ सम्पूर्ण हजुर जो हुनुहुन्छ उहाँहरुसँग चाहिँ एउटा आह्वान गर्न गइरहेको छु। समस्त न्यायप्रेमी देशवासीहरू तथा सरोकारवाला निकायहरूलाई खुल्ला आह्वान। भाद्र 23 र 24 गतेको ऐतिहासिक जेएनजी आन्दोलनले व्यक्त गरेको आम नागरिकको आक्रोश, परिवर्तनको तीव्र आकांक्षा र व्यवस्थाप्रतिको वितृष्णालाई हामीले गहिरो आत्मसात गरेका छौं। आज स्थायी सरकार भ्रष्टाचार मुक्त सुशासन र आन्दोलनमा सदाहत प्राप्त गर्नुहुने वीर शहीदहरूको बलिदानलाई सार्थक निष्कर्षमा पुर्याउनु हाम्रो साझा लक्ष्य हो। भाद्र 23 र 24 गते उत्पन्न भएको संविधानहीनताको अवस्थाबाट मुलुकलाई हामीले बचाएर नेपालको संविधान 2072 लाई पुनः स्थापित गर्नु सरकार निर्माणका लागि मात्र नभई संविधान प्रति रहेका असन्तुष्टिहरूलाई संशोधन माध्यमबाट सम्बोधन गर्नु पनि रहेको यथार्थ पुनः स्पष्ट पार्न चाहन्छु। यसै सन्दर्भमा जेएनजी आन्दोलनका सम्पूर्ण प्रतिनिधिहरू, आन्दोलनप्रति ऐक्यबद्धता जनाउने सम्पूर्ण शक्तिहरू र आम नागरिकहरूको साझा भावनाले प्रतिनिधित्व गर्दै दैहिक विषयहरूमा हाम्रो अविचलित र बृहत एकता रहेको घोषणा गर्दछु। यी मागहरू पुरा नभएसम्म हामी कुनै पनि हालतमा पछि नहट्ने प्रतिबद्धता समेत व्यक्त गर्दछौँ। हाम्रा साझा प्रतिबद्धता तथा मागहरू प्रणाली लगत सुधारका लागि संविधान संशोधन, मुलुकको समग्र विकास र दिगो राजनीतिक स्थायित्वको लागि वर्तमान संविधान माथि गम्भीर समीक्षा र सम्बोधन अनिवार्य छ। वर्तमान सरकारको कार्यसूची केवल कर्मकाण्डी निर्वाचन गराउन मात्र हुन सक्दैन, तसर्थ निर्वाचन आयोगद्वारा जारी निर्वाचन तालिका तत्काल स्थगन गरिनुपर्छ। संविधान संसदको राष्ट्रिय एजेन्डामा साझा सहमति जुटाउन तत्काल सर्वदलीय प्रतिनिधि, जेएनजी प्रतिनिधि, नागरिक अगुवा र विशेषज्ञहरू सम्मिलित एक उच्च स्तरीय संविधान संशोधन मस्यौदा आयोग गठन गरियोस्। उक्त आयोगले साझा संशोधन मस्यौदा तयार पारेपछि मात्र सोही मस्यौदाको आधारमा नयाँ निर्वाचनको मिति तोकिनु आवश्यक ठहर गरियो। उक्त आयोगले साझा संशोधन मस्यौदा तयार पारेपछि मात्र सोही मस्यौदाका आधारमा नयाँ निर्वाचनको मिति तोकिनु आवश्यक ठहर गरियो। भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता र पूर्ण जवाबदेहिता। 2046 सालको राजनीतिक परिवर्तन पश्चातका हालसम्मका सम्पूर्ण भ्रष्टाचारका उजुरी तथा मुद्दाहरूको फाइल तत्काल पुनः अनुसन्धानका लागि खोलियोस्। भ्रष्टाचारमा संलग्न जो कोही र जुनसुकै अयोग्यका व्यक्ति भए तापनि उनीहरूमाथि निष्पक्ष छानबिन अघि बढाउन
अविलम्ब प्रकाउ फुर्सी जारी गरी कानुनी प्रक्रिया सुरु गरियोस्। न्याय अधिकार र शहीदको सम्मान। भदौ 23 र 24 गतिको आन्दोलनमा राज्यद्वारा दमन गरी हत्या गरिएको नागरिकहरूलाई अविलम्ब शहीद घोषणा गरियोस्। शहीद परिवार र घाइते पीडितहरूको लागि उचित क्षतिपूर्ति सहितको दीर्घकालीन पुनर्स्थापना ग्यारेन्टी गरियोस्। नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गरी सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध तत्काल हटाई पूर्ण वाक स्वतन्त्रता सुनिश्चित गरियोस्। यो एकता पत्र जेएनजी आन्दोलनको साझा आवाज हो। हामी हाम्रा उपरोक्त मागहरू विशेष गरी निर्वाचन तालिका स्थगन र संविधान संशोधन मस्यौदा आयोग गठन सम्बन्धी निर्णय आजको मितिले 3 दिनभित्र कार्यान्वयन गर्न सरकार र सम्बन्धित निकायहरूलाई गम्भीर ध्यानाकर्षण गराउँदछौँ। यदि हाम्रो यो शान्तिपूर्ण तर दृढ मागलाई व्यवस्था गरिएमा हामी वर्तमान सरकार र निर्वाचन आयोग दुवैको विरुद्ध देशव्यापी रूपमा सशक्त निर्णायक आन्दोलनमा होमिने घोषणा गर्दछौँ। धन्यवाद। र म अन्तिममा यति भन्न चाहन्छु कि जेएनजीका लिडरहरू धेरै रहे। जेएनजीको लिडरहरूमा एक मात्र एउटा देशलाई माया गर्ने र युवाहरूको बोलिदिने एउटा आएर बोलिदिनुहोस् र हाम्रो मागहरू सबै कुराहरू पुरा गरिदिनुहोस्। हस्त नमस्कार। नमस्कार, धन्यवाद साथी प्रकाश खड्काज्यूलाई। मेरो नाम चाहिँ श्याम गौतम। म चाहिँ हाल भक्तपुरबाट। मेरो केही बुदाहरू छ। संविधान नीति पत्र लिखित रूपमा प्रकाशित गर्नुपर्छ भन्ने मेरो धारणा छ होइन। हरेक राजनीतिक दलले चुनाव अघि आफ्नो संविधान नीति पत्र लिखित रूपमा प्रकाशित गर्नुपर्छ। धारणा नम्बर 1, संविधान जनताको फैसला पनि जनताको हुनुपर्छ। कुरा होइन, धारा देखाऊ। संविधान फेरिन्छ भने कारणले जनता पढ्न पाउन् भन्ने धारणा सहित म आएको छु। जनताको निर्णय बिना संविधानको पाना नफेर भन्ने भोट आउँछ भने जनता सम्झेर बुझ्ने छन्। बाचा लेखेर देखाऊ, तर नीति लुकाउँछौ चल्दैन। जवाबदेही बनाऊ, नीति प्रकाशित देखाऊ। दलको घोषणा होइन, प्रमाण चाहिन्छ। वचन पत्र होइन, कार्यपत्र चाहिन्छ। चुनाव बोल्दैन प्रमाण चाहिन्छ भन्ने तरिकाले नयाँ पुस्ता नयाँ सोच। अब हाल होइन, नीति देखाऊ। नयाँ पुस्ता नयाँ सोच, पारदर्शी लोकतन्त्रको खोज। यस्तै दल होइन, देश चाहिन्छ। जनताको संविधान जनताकै निगरानीमा हुनुपर्छ। भोट भन्दा ठुलो हामी जनताकै निगरानीमा हुनुपर्छ। संविधान सुधार जनरल भागबाट गोप्य सम्झौता हुनुपर्छ। धन्यवाद। यति भन्दै म यहाँबाट बिदा हुन चाहन्छु। हेलो, म राकेश कुमार गुप्ता रौतहटबाट। मैले धेरै कुरा बोलिनँ, अब साथीहरूले बोलिसक्नुभयो। अब माग भनेको अब हाम्रो संविधानको बुन्दाहरू पार्टीका नेताहरूलाई स्पष्ट रूपले लेखेर बुझाउन अनुरोध गर्दछौँ। मैले भन्नुपर्दा अब एउटा टपिक हजुरको भ्रष्टाचारको बारेमा बोल्दैछु। भ्रष्टाचार जुन हाम्रो 2046 सालदेखि 2082 सालसम्म भ्रष्टाचार जुन भएको छ, आज हाम्रो देशमा 30% भन्दा काम नभएको देख्दा हजुरको प्रत्येक बजेट 100% कार्यान्वयन नभएको हुँदा, जम्मा 30% मात्र काम भएको हुँदा यो 70% को जिम्मेवारी कसले लिने? हामी जनताको पैसा हामी जनतालाई कसले फर्काउने? बिचौलियाले फर्काउने हो कि नेताले फर्काउने हो कि या ठेकेदारले फर्काउने हो? हामीलाई 2046 सालदेखि लिएर आज 2082 सालसम्मको 70% पैसा हामी जनतालाई चाहियो भन्दै भ्रष्टाचारको बारेमा 2 शब्द बोल्दै म यहाँ हजुरहरूलाई
नमस्ते, मेरो नाम चाहिँ राजेश अधिकारी हो होइन। मैले चाहिँ थोरै के थप्न चाहेँ है यो कुरामा चाहिँ। जति पनि हामीले अस्ति जिन्दी आन्दोलनमा देख्यौँ, जति पनि देखेको छौँ नि त्यत्रो हत्या भयो होइन। हुन्छ नि अब यहाँ चाहिँ यो अस्ति प्रहरी जुन चाहिँ त्यो आन्दोलनको क्रममा चाहिँ अब छानबिन त भयो होइन। प्रहरी मार्दाखेरि चाहिँ हरेक घर घरमा गएर त्यो हुन्छ नि मान्छेलाई समातेर आएको छ होइन। तर यो जेन्जी आन्दोलनमा मरेको भाइ बहिनीहरूको लागि चाहिँ त्यो प्रहरीहरूलाई चाहिँ खोइ त कारवाहीमा ल्याएको, खोइ त तिनीहरूलाई चाहिँ अगाडि सामना राखेर उयो गरेको। मान्छे त मारेर त अब जोमा मारे पनि हामीले देशकै मान्छे मारिएको हो होइन। तर प्रहरीकोलाई मारेलाई चाहिँ हिरासतमा लगेर चाहिँ उनीहरूलाई चाहिँ कारवाहीमा दौडामा ल्याउने। तर जेन्जी आन्दोलनमा मारिएको भाइ बहिनीहरूलाई चाहिँ त्यो प्रहरीहरूको पनि निस्किसकेको छ, फोटोहरू पनि निस्किसकेको छ। त खोइ त कसले के उयो गर्न सक्यो त? छ त कोही छ त यसमा बोल्ने कोही छ त? छैन नि। त्यो पनि माग चाहियो क्या हामीलाई पनि। न यहाँनिर पैसा तोकिएको छ, 10 लाख दिन्छु भनेको छ, 15 लाख दिन्छु भनेको छ होइन। खोइ न कसैले पैसा पायो न के कोही अगाडि पनि सरे होइन। त्यो त माग त पुरा हुनु पर्यो नि त। कसैले कञ्चनमा गोली ताकी हानेर मारेको छ अनि प्रहरी 2-4 जना मऱ्यो भन्दैमा चाहिँ उनीहरूलाई चाहिँ उनीहरूलाई पनि त कारवाही हिरासतमा गर्नु पर्यो नि त। समाज ल म चाहिँ यति भन्दै म चाहिँ बिदा लिन चाहेँ है। धन्यवाद। सकियो होइन र तपाईँ बोल्ने हो अघि किन नबोल्नु भएको त नि? अघि बोल्नु गएन बोलिहाल्नु अघि बोल्नु कन्टिन्यू दिने